हेलो साथीहरू, फेरि पनि म मेरो जेपिटी ब्लगमा उपस्थित भइसकेको छु। आजको हाम्रो ब्लग चाहिँ अब सफारीमा हुनेछ। आज कहाँसम्म र हाम्रो कहाँसम्मको गन्तव्य छ त्यो त मलाई थाहा छैन। अब दादालाई भेट्ने नै छु। हाम्रो लाजिम ब्लगसँग म आज जान आँटेको छु। लाजिम ब्लग चाहिँ मेरो आफ्नै दाइ हो, माइला, म चाहिँ कान्छा हो। आउनुहोस्, तपाईँहरूलाई म इन्टरटेनमेन्ट दिने नै छु। अब दादालाई भेटाएर दादासँग जाने नै छु। आजको भ्रमण कहाँ हुन्छ त्यो त मलाई थाहा छैन। पुगिसकेपछि यस्तै इन्टरटेनमेन्टहरू तपाईँलाई म देखाउने नै छु। आउनुहोस्, साथ दिएर लास्टैसम्म भिडियो हेर्नु होला। धन्यवाद। ओके युट्युबर साथीहरूलाई अल द बेस्ट, बाई बाई। भिडियो बाँकी नै छ। हेलो साथीहरू, मैले दाइहरूलाई भेटिसकेको छु। सफारीमा चाहिँ नजाने भयो, जङ्गल छिरिने भयो होइन। सब दाइहरूलाई मैले भेटिसकेको छु। आजको इन्टरटेनमेन्ट चाहिँ हजुरहरूलाई अब जङ्गलतिरबाट हिँड्दै देखाउने नै छु। आउनुहोस्, हाम्रो भिडियोलाई हेरेर साथ दिनुहोस्। जेपिटी ब्लग सबैले माया गरेर सबैले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अबको इन्टरटेनमेन्ट हजुरहरूलाई देखाउने नै छु। आउनुहोस्, भिडियो बाँकी नै छ। हेलो साथीहरू, आज चाहिँ हामीले यस्तो जङ्गलमा सफारी ल्याउन सकेन। जङ्गलको प्रवेश गरिसकेको छौँ। सफारी यस्तोमा कुद्न सकेन, माफ गर्नु होला। कुनै दिन फेरि सफारीको पनि भिडियो लिएर आउने नै छु। र दादाहरू हाम्रो साथमै हुनुहुन्छ। सबैजना सफारी चाहिँ हामीले एक ठाउँमा राखेर आइसकेका छौँ। अब फेरि कुनै दिन तपाईँलाई सफारीमा नि देखाउने छु, इन्टरटेनमेन्ट दिइरहन्छु। तपाईँहरूले भिडियो हेर्नु होला र हेरेर साथ दिनुहोस्। हस् त, धन्यवाद। आउनुहोस्। हेलो साथीहरू, यस्तो जङ्गलमा चाहिँ गर्दाखेरि हामीले सफारी ल्याउन सकेन। हेर्नुहोस्, यस्तोमा सफारी लान पनि सकिएन होइन। आमामा हाम्रो जो अङ्कल आन्टीहरू दाउरा लिएर, यसो गोचाहरू लिएर सबैजना आउँदै हुनुहुँदो रहेछ। हाम्रो बाटोमा भेट भयो। ठिकै छ। हामी यस्तो जङ्गल हेर्नुहोस्, जङ्गलमा सफारी ल्याउन सकिएन, माफ गरिदिनु होला। सफारीमा भनेको थिएँ यो जङ्गलभित्र सफारी कुद्ने ठाउँ रहेनछ, मलाई माफ गरिदिनुहोस्। सफारीमा कुनै दिन फेरि इन्टरटेनमेन्ट दिने नै छु। हस्, धन्यवाद। बाटो नै बिर्स्यो र कता जाने हो। हामी जङ्गलमा त हरायौँ। हेर्नु न, त्यस्तै छ बाटो। कता हो कता, यो झ्यासझुस पेलेर तपाईँहरूलाई इन्टरटेनमेन्ट दिनको लागि हामी यो खाल्टो गहिरो भुइँ सुई काँडा साँडा नभनिकन हिँड्दैछौँ। तर हाम्रो गन्तव्य कता हो अहिलेको बाटो चाहिँ भेटिएको छैन। हेर्नुहोस्, सबैजना यहाँ दाइहरू जाँदै हुनुहुन्छ, तर बाटो नै कता हो कसैलाई थाहा नै छैन। अब हामी गन्तव्यमा पुगिसकेपछि तपाईँहरूलाई देखाउने नै छु, इन्टरटेनमेन्ट दिने नै छु। हेरेर हामीलाई साथ दिनु होला। आउनुहोस्, अब पुगिसकेपछि म तपाईँहरूलाई आफ्नो ठाउँ र गन्तव्य देखाउने छु। र बाटो हराएको यो दुःखमा हाम्रो यो मेहनतलाई साथ र माया दिनु होला। धन्यवाद। बल्ल बल्ल बाटो भेट्यो है। अब चाहिँ बाटो निस्के जस्तो छ। फलो, लाइक एन्ड सब्सक्राइब प्लिज, जेपिटी ब्लग्स। के बोल्छ हौ भनेर तपाईले भन्नु त ए बुढो नि जम्मा कट्टा काटेर जाँदैछु लामो अलि गर्नै सक्दैन। हाम्रो यहाँ कुमार दाई जेपिटी ब्लगको दाई चाहिँ हाम्रो यहाँ मोबाइल स्ट्यान्ड बनाउनु हुँदैछ नेचुरल आफ्नै स्टाइलमा। आज हामी दाजुभाइहरू मिलेर यसो रमाइलो गर्नलाई टाइम पास गर्नलाई पनि आयो। यसो कटिङ गर्नुपर्छ त्यो रमाइलो। हाम्रो मोबाइल दाई मलाई तपाईँ आफ्नो काम गर्दा भनेर माटो त दर रहेछ। उता पठाउनु कतिको तलसम्म यो होइन।
हाम्रो दाइले चाहिँ मोबाइल स्ट्यान्ड बनाइसक्नु भएको छ। हेर्न सक्नुहुन्छ हाम्रो दाइको दिमाग, जुगाडो दिमाग। यसलाई चाहिँ भनिन्छ अर्ग्यानिक स्ट्यान्ड, मोबाइल स्ट्यान्ड। हेर्दै जानु होला, यस्तो इन्टरटेनमेन्टहरू दिँदै गर्छु। आउनुहोस्, भिडियो बाँकी नै छ। हामीलाई मासु खाने पैसा र भ्लग बनाउने सामानहरू दियो भने भयो, अरू केही चाहिँदैन। दर्शक खुसी, हामी पनि खुसी हुन्छ अरे क्या त्यस्तो चाहिँ। बोराङ भनेको मान्छे रमेशको बुढीले बुझ्छ नि, अरूतिर रमेश आएको बुढीले बुझ्छ नि, बुढाबुढी नै उहाँ बसेको रमेशले अर्को बिहा माथि